आएर त्यस्तो नसोचिदिनु होला। मेरो चाहिँ भित्र हृदयबाट प्रोसेसलाई धेरै धेरै शुभकामना र एकदमै राम्रो स्वरको धनी हुनुहुन्छ। म राजु लामाको एकदम ठुलो फ्यान हो। थ्याङ्क यू। हामी चाहिँ त्यो मिस खुसीमा भाग लिँदाखेरि हाम्रो सबै प्रतियोगी केटीहरू चाहिँ राजु लामाको भयङ्कर ठुलो फ्यान थियौँ कि अहिले पनि छौँ। अनि एकदम डिस्कस हुन्थ्यो, हाम्रो झगडा हुन्थ्यो। होइन मैले मन पराए तैँले मन पराउनु पाउँदैन टाइपको हुन्थ्यो। अनि अब एमजीको त कुरै नगरौँ होइन। अघि त्यहाँ प्रोसेसले सानैदेखि तपाईँलाई फलो गरेको भन्दै गर्दा वास्तवमा म पनि त्यति धेरै बुढो मान्छे होइन, सानै मान्छे हो। हजुरलाई धेरै सानोदेखि हामी फलो गर्थ्यौँ र तपाईँको पोस्टरदेखि लिएर सिनेमादेखि लिएर